हजुरहरू कृषि विकास बैंकको तह 4 अर्थात् लेखापाल पदको तयारी गर्दै बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूमा तपाईहरुको माग तपाईहरुको डिमान्ड अनुसारको क्लास लिएर फेरि पनि हामी हजुरहरूमा उपस्थित भइसकेका छौं। अब म ढिला नगरिकन आजको विषयवस्तुतर्फ तपाईलाई लैजान्छु। कुनै पनि एकाडेमी कुनै पनि टिचरले विद्यार्थीलाई सिलेबस भित्रको मात्रै ज्ञान दिने होइन के। यदि विद्यार्थीले प्रश्न गर्छ, जान्न चाहन्छ, जिज्ञासु पारामा सोध्छ, जिज्ञासु ढंगले सोध्छ भनेपछि सिलेबस भन्दा बाहिरको पनि ज्ञान दिनै पर्छ। यहाँनेर तपाईको चाहिँ स्यालेरीको कुराहरु तपाईको सिलेबस कतै पनि राखिएको छैन, किनकि धेरै विद्यार्थीहरूले जान्न खोज्नु भएको थियो, एकदमै जिज्ञासा राख्नु भएको थियो, एकदमै यसको बारेमा थाहा पाउन खोज्नु भएको थियो। त्यसै नाम निकाल्नु भएका हाम्रा विद्यार्थी तपाईको कृषि विकास बैंकको चाहिँ स्टाफ, तपाईको सिनियर कर्मचारी, भविष्यको सिनियर कर्मचारीको 1 वर्ष भरिको स्यालेरी स्लिप तपाई समक्ष शेयर गर्छौं। यसबाट तपाईलाई धेरै आइडिया हुन्छ है। ठ्याक्कै तपाईले नै त्यति नै पाउने भन्ने चाहिँ हुँदैन, पछि गएर थोरै तलमाथि हुन्छ। तपाईको यहाँनेर बोनस धेरै हुने भएको हुनाले गर्दा एउटै सबैले पाउने चाहिँ हुँदैन, तैपनि तपाईलाई धेरै आइडिया भने हुनेछ। यो 1 वर्षको स्यालेरी स्लिप हामीले हजुरहरूलाई शेयर गर्दिदै छौं, तपाईले ध्यान दिएर हेर्नु होला। हेर्नुस् त, बेसिक स्यालेरीमा उहाँलाई कृषि विकास बैंकले 3,94,824 रुपैयाँ दिएको रहेछ 1 वर्षमा 12 महिनामा। त्यस्तै गरी आउट स्टेशन अलाउन्समा चाहिँ तपाईको 76,212 रुपैयाँ दिएको रहेछ कृषि विकास बैंकले। बैंकिङ अलाउन्सको शीर्षकमा 33,264 रुपैयाँ दिएको रहेछ। त्यस्तै गरी युनिफर्म अलाउन्स भनेको तपाईको कपडाका लागि हैन, ड्रेसका लागि 12,400 रुपैयाँ दिएको रहेछ कृषि विकास बैंकले उहाँलाई। त्यस्तै गरी बैंक डे अलाउन्समा तपाईको चाहिँ 35,901 रुपैयाँ दिएको रहेछ कृषि विकास बैंकले उहाँलाई है। त्यस्तै गरी अरु अन्य शीर्षकमा पनि प्राप्त गर्नु भएको छ। डियरनेस अलाउन्समा 24,000 रुपैयाँ प्राप्त गर्नु भएको रहेछ उहाँले, कृषि विकास बैंकले 24,000 रुपैयाँ दिएको रहेछ। त्यस्तै स्न्याक्स अलाउन्समा तपाईको चाहिँ 54,000 रुपैयाँ दिएको रहेछ 12 महिनामा। टेलर अलाउन्समा तपाईको 36,000 रुपैयाँ दिएको रहेछ। त्यस्तै गरी की अलाउन्समा तपाईको 36,000 रुपैयाँ नै दिएको रहेछ। प्रोभिडेन्ट फन्ड अलाउन्समा है, प्रोभिडेन्ट फन्ड अलाउन्समा तपाईको 39,500 रुपैयाँ दिएको रहेछ भने दशैं अलाउन्समा तपाईको 32,902 रुपैयाँ। यति मात्रै नभएर अरु अलाउन्स पनि उहाँलाई दिएको छ, बैंकले दिएको छ, उहाँले प्राप्त गर्नु भएको छ। त्यस्तै गरी बोनस, वर्षभरिको बोनसमा तपाईको चाहिँ बोनसको अलाउन्समा 1 लाख रुपैयाँ दिएको रहेछ कृषि विकास बैंकले। त्यस्तै गरी फोर्स लिभ अलाउन्समा 8,000 रुपैयाँ, मेडिकल अलाउन्समा 65,802 रुपैयाँ, मोटिभेसन अलाउन्समा तपाईको 24,709 रुपैयाँ, न्यूज पेपर अलाउन्समा 3400 रुपैयाँ उहाँलाई कृषि विकास बैंकले दिएको रहेछ। त्यस्तै क्लोजिङ अलाउन्समा चाहिँ 1,000 रुपैयाँ दिएको रहेछ। यसरी 17 वटा शीर्षकमा 17 वटा शीर्षकबाट चाहिँ उहाँलाई 1 वर्ष भरिमा कृषि विकास बैंकले विभिन्न सेवा सुविधा प्रोभाइड गरेको रहेछ। अब तपाईले सरसर्ती के चाहिँ तपाईको दिमागमा के बनाउनु पर्यो भने, तपाईले नाम निकाल्नु भयो भने, चौथो लेभलमा नाम निकाल्नु भयो भने वार्षिक रूपमा तपाईको 8 देखि 10 लाख रुपैयाँ हुन्छ नै हुन्छ। त्यसमा तपाई लेखेरै राख्नुस्, कम्तीमा 8 लाख, बढीमा तपाईको चाहिँ 10 लाखसम्म प्राप्त गर्न सकिहाल्नुहुन्छ। त्यो कमाउनका लागि, त्यो तपाईको इज्जत दिलो जागिरी खानका लागि, तपाईको पैसा मात्रै ठुलो कुरो होइन, सरकारी जागिर, अझ बैंकमा जागिर गर्ने, अझ कृषि विकास बैंकमा जागिर गर्ने, तपाईको मात्रै शिर उच्च हुँदैन, तपाईको मम्मी बुवा तपाईको रिलेटिभ्सको पनि शिर उच्च रहन्छ। तपाईले आफ्नो लागि नभए पनि आफ्नो गार्जियनका लागि मेहनत गर्नुपर्छ तपाईले है। आफ्नो गार्जियनका लागि मेहनत गर्नुपर्छ, गार्जियनको शिर उच्च बनाउनका लागि तपाईले मेहनत गर्नुपर्छ। अब मेहनत गर्न सुरु गर्नुस्। बैंकिङ सेक्टरमा पैसा पनि छ, इज्जत पनि छ, हरेक कुरा छ है, हरेक कुरा छ। मेहनत गर्न सुरु गर्नुस्। मेहनत गरियो भने असम्भव भन्ने कुरा कहीँनेर छैन। पहिला आफूलाई विश्वास गर्ने अनि त्यसपछि मेहनत गर्न सुरु गर्ने। यति कुरा मैले तपाईले एकदमै जान्न खोज्नु भएको थियो, यो स्यालेरीको बारेमा एकदमै जान्न खोज्नु भएको थियो, त्यसैले गर्दा मैले तपाईलाई स्यालेरीको बारेमा पनि जानकारी गराए। अरु केही जान्न खोज्नु भएको छ भने मेसेज गर्नु होला। तपाईले जान्न खोजेका कुराहरु हामीले सिकाउनै पर्छ। एकाडेमी टिचर भइसकेपछि सिलेबस भित्र मात्रै नभएर सिलेबस बाहिरको कुरा पनि सिकाउनै पर्ने हुन्छ। यो हाम्रो चाहिँ दायित्व रहन्छ। त्यसैले गर्दा केही समस्या छ भने भन्नु होला।